नमस्ते श्रीयुक्ता। आज हामी हाम्रो सुन्दर नगरी पोखरा महानगरपालिकाको बारेमा केही भनौँ न। हुन्छ विशेष हाम्रो सहर भनेको पोखरा महानगरपालिका हो नि। पोखरा महानगरपालिका नेपालकै प्रमुख र ठुलो महानगरपालिका हो नि। यसको कुल क्षेत्रफल 464.24 वर्ग किलोमिटर हो, पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको सहर हो। यहाँ बेगनासताल, रूपाताल, डेभिसफल लगायतका विभिन्न प्रसिद्ध ठाउँहरू रहेका छन्। पोखरा महानगरपालिकाले स्थानीय सरकारको स्वरूपमा काम गर्छ। यसले शिक्षा, स्वास्थ्य जस्ता सेवाहरू पनि प्रदान गर्छ। अनि नागरिकता सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता जस्ता काम पनि यहाँबाटै हुन्छ। यहाँ सडक निर्माण, पार्क निर्माणहरू जस्ता कामहरू पनि हुन्छ। पर्यटन त पोखराको मुख्य आकर्षण हो। यहाँ देशभरिका मानिसहरू अन्नपूर्ण क्षेत्र लगायतका धेरै विभिन्न क्षेत्रहरू घुमफिर गर्न आउँछन्। हो, यसले गर्दाखेरि पोखराको जिम्मेवारी अझै धेरै महत्त्वपूर्ण बनाउँछ। यसले हाम्रो सहरलाई स्मार्ट सहर, व्यवस्थित, सफा र सुन्दर बनाउन सहयोग गर्छ। हामी नागरिकको पनि जिम्मेवारी छ त। फोहोर जताभावी नफाल्ने, नियमको पालना गर्ने र विकासको काममा साथ दिने। पोखरा महानगरपालिका र नागरिकहरू मिल्यो भने हाम्रो सहर अझै राम्रो हुन्छ। अन्त्यमा पोखरा हाम्रो पहिचान हो, गर्व हो। धन्यवाद। आजको कुराकानी गरेर खुसी लाग्यो। मलाई पनि धेरै नै खुसी लाग्यो। आजको लागि यति नै। भोलि अर्को कुराकानीमा बोलाउँलास्। धन्यवाद।